उहाँ हुनुहुन्छ मिस्टर अनअपडेटेड। कम्पनी खोलेको भर्खरै 1 वर्ष भयो तर जरिवाना तिरेर हैरान। कहिले के गर्न छुट्ने, कहिले के गर्न छुट्ने। सो तपाईँले आफ्नो कम्पनी भर्खरै दर्ता गर्नुभएको छ र कुन पिरियडमा के गर्नुपर्ने भनेर एकदमै कन्फ्युज हुनुहुन्छ भने चाहिँ यो भिडियो तपाईँहरूको लागि है त। सो तपाईँ भ्याटमा दर्ता हुनुहुन्छ भने चाहिँ भ्याट रिटर्न फाइलिङ एभ्री मन्थ अथवा तपाईँको 1 करोडभन्दा कम कारोबार छ भने चाहिँ 4 मन्थली 4 महिनामा एकपटक गर्नुपर्ने हुन्छ। त्यस्तै तपाईँको अडिट चाहिँ तपाईँको बेसिकली फिस्कल इयर सकेको 3 महिनाभित्र गरिसक्नुपर्छ। यदि तपाईँले गर्नु भएन भने चाहिँ तपाईँले 3 मन्थको एक्सटेन्सन पनि लिन सक्नुहुन्छ। त्यस्तै अब तपाईँ वाणिज्य विभागमा दर्ता हुनुहुन्छ भने चाहिँ वाणिज्यमा चाहिँ एभ्री 5 इयर्स तपाईँले रिन्युअल गर्नुपर्ने हुन्छ। साथसाथै अब तपाईँ एक्साइजमा दर्ता हुनुहुन्छ, एक्साइज भन्नाले तपाईँ अन्तशुल्कमा दर्ता हुनुहुन्छ भने चाहिँ एभ्री श्रावणमा चाहिँ तपाईँले आफ्नो रिन्युअल गर्नुपर्ने हुन्छ। साथसाथै वाडामा चाहिँ तपाईँले वर्षमा एकचोटि चाहिँ तपाईँले गएर आफ्नो इयरली रेन्टल ट्याक्स र व्यवसाय करहरू चाहिँ तिर्नुपर्ने हुन्छ। त्यस्तै तपाईँ इम्पोर्ट एक्सपोर्ट पनि गर्नुहुन्छ भने चाहिँ तपाईँले आफ्नो एक्जिम कोड चाहिँ तपाईँले भन्सार कार्यालयहरूमा गएर चाहिँ एभ्री इयर असार मसान्तमा चाहिँ रिन्युअल गर्नुपर्ने हुन्छ। सो यति चाहिँ बेसिक भयो। यो चाहिँ तपाईँले रिन्युअलहरू टाइमली गर्नुभयो भने चाहिँ तपाईँले आफ्नो एकदमै जरिवानाहरू चाहिँ बचाउन सक्नुहुन्छ।